हामी चाहिँ अहिले चाहिँ एकदमै बिजी छौँ हौ। तरुल खनाइ हुँदैछ। हेर्नुहोस् यो सिम्बल तरुल, घर तरुलहरू खनिसक्यौँ है। अब सिम्बल तरुलको सिजन आयो। 15 तारिक चाहिँ अब माघे सङ्क्रान्ति हो। यहाँबाट चाहिँ अब यो खनेर आफू पनि खानु पर्यो, रहेको चाहिँ बेच्नुको लागि एकदम माथि बोकेर रिम्बिक लानुपर्छ गाइस। यस्तो छ सिम्बल त एकदम राम्रो फलेको चिज। हेर्नुहोस् न यो खालको रहेछ सिम्बल, एउटै 5-5 केजी जस्तो फलेको चिज। तर धेरै बाँदरले पनि उयो गर्यो, तपाईँको बाँदर धेरै लाग्छ यहाँनिर, र पनि यति चाहिँ छोडेछ है। यहाँ पापाले खन्नु अब रेडी गर्दैछ। यो बोट खन्नुपर्छ अब। यस्तो छ अब माघे सङ्क्रान्ति वर्षमा एकपल्टको अब चाड है। मनाउनै पर्यो, खानै पर्यो, रहेको बेच्नु पनि पर्यो, फेरि अरूलाई पनि है जग्गा जग्गा पठाउनु पर्यो आफ्नो मान्छेकोमा। यस्तो छ है माघे सङ्क्रान्तिको चाहिँ। अब कतिले त अब यो चिजहरू भुलि पनि सक्यो, थाहा पनि छैन। सिम्बल तरुल के हो, सक्खरखण्ड के हो, वन तरुल के हो है। अब अहिलेको यङ जेनेरेसनलाई त्यति थाहा छैन। उहिलेकोलाई त अब मोटामोटी थाहा छ। तर पनि खाँदैन पनि। अब यो कतिवटा ग्यास हुन्छ के हुन्छ भन्छ कि मान्छेहरूले। तर पनि अब अलिकति कम्ती दस्तुर चाहिँ गर्नै पर्यो। बोट चाहिँ धेरै छ।